हेर्ने कथाको यो भिडियो हेर्नुस्। कुनै कुनै बेला त त्यो शिक्षालाई नै शिक्षा चाहिने हुँदो रहेछ क्या। यो श्रृङ्खलाको अन्तिममा बालबालिकाले एउटा गीत गाउँछन्। त्यो गीतले अगाडि भन्ने कुरा र हेर्ने कथाको त्यो पुरै श्रृङ्खलाले देखाउने कुरा धेरै मिल्छन्। कसरी भन्न थाहा पाउनु भिडियो पुरै हेर्नु होला अनि हामीलाई कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला। आवाजको शब्द तथा रामेशको सङ्गीत रहेको यो गीतले लेक अर्थात् हिमाल नेराका पहाडका माथिल्लो भागमा स्कुल पढ्ने केटाकेटीहरूले भएको काल्पनिक कथा भन्छ। उनीहरूमा पढ्ने रहर छ तर स्कुल टाढा अर्थात् पर कुहिरो भित्र छ। हेर्ने कथाको भिडियोमा हिमाली गाउँ छार्कामा भएको स्कुलको सकस सुनिन्छ। त्यहाँ स्कुल खोलेका अभियन्ता छिरिङ सान्डुप सन् 2012 तिर नजिकैको 3 गाउँमा शिक्षक भएर आएका थिए। त्यसबेला गाउँको स्कुल कस्तो थियो भनेर सुनाउँदै उनी भन्छन्, यहाँको स्कुल चाहिँ एकदमै नाजुक अवस्थामा छ, एकदम अन्डर फन्डेड थियो। स्कुलको भवन पनि एकदमै थोत्रो एउटा थियो। काठमाडौँमा पढेर त्यहाँ स्कुल पढाउन गएकी सोनाम उनको बाल्यकालसम्म पनि गाउँमा स्कुल पठाउनुपर्छ भन्ने कुरा चेतै नभएको बताउँछिन्। हाम्रै पालामा पनि पठाउँदैन थियो, पढेर के काम भनेर। उनका अनुसार अहिले त्यो फेरिएको छ। बोल्न थालेदेखि नै बच्चाहरूलाई सबैले स्कुल पठाउँछन् तर वर्षमा धेरैपल्ट गोठ फेर्दै बाख्रा चराउनु अनि सँगसँगै स्कुल जानु धेरै गाह्रो छ। भिड छ नि त, अब यस्तोमा चढाउन जानुपर्छ बाख्रा, अनि कति गाह्रो हुन्छ, आफू फस्छ बिचमा। यो कथा वास्तविक थियो। यता लेखका हामी केटाकेटी गीतले चौरी चलाउने अवस्था कल्पना गर्दै स्कुल पठनमा भएको चुनौती सुनाएको छ। यी बाहेक दुवैमा घरपालुवा जनावरलाई जङ्गली जनावरले दिने दुःखको कुरा पनि आउँछ। भिडियोमा चितुवाले बाख्रालाई दुःख दिने कुरा सुनाउँदै सोनाम भन्छन्, उनीहरू बाख्रा खान आउँछ नि त, अनि हामीले अनौठो आवाज निकालेर भगाउनु पर्छ कि। यता गीतमा भने भालुले चौरी खाइदिने प्रसङ्ग आउँछ। यो गीतको एउटा अन्तरामा आवाजले नागीबाट उडेको धुवा बादल बनेको अनि त्यो बादलले आकाशमा बनाएको अक्षर देखेर गीतका बालपात्रले कल्पना गरेको भन्ने दृश्य सोचेका छन्। यसलाई बिम्बको रूपमा हेर्ने हो भने ती बालबालिकाहरूले गरेको सुन्दर भविष्यको कल्पना भन्न मिल्छ। त्यो कल्पना जुन सोनमले साँच्चै बुझेर शिक्षक हुने एउटा सपना देख्दै बाँचिरहेकी छन्। तर गीतले कलमले लेख्ने मन थियो हिउँले पो औँला खाइदियो भने जस्तै ती सपना पुरा हुनको चुनौती धेरै छन्। हेर्ने कथाको भिडियो वा लेखकका हामी केटाकेटी गीत, यी दुवैले नेपालको दुर्गम भेगमा भएका स्कुल अनि त्यहाँ पढ्न जाने बालबालिकाहरूका अनेक चुनौतीहरूलाई पस्किएका छन् अनि सूक्ष्म रूपमा सरकारलाई शिक्षामा सबैको पहुँच पुग्ने बनाउनका लागि चाहिँ यस्ता धेरै चुनौतीहरू छन् है भन्ने कुरामा पनि सचेत गराएका छन्। कसरी भनेर जान्नलाई